2000 वर्ष पुरानो एउटा यो दरबार रहेछ यहाँ हैन। यो दरबारको राजाको रहेछ हेर्नु। राजाको पनाती म यता देखाउनु न। तपाईले यहाँ भित्र हेर्नु रे। त्यहाँ भित्र हेर्नु रे। हेर्नु न के रहेछ। केही छैन त्यता। ए यहाँ क्याफेहरु रहेछ नि त। आउनु। क्याफे रहेछ नि त यहाँ। यहाँ भित्र त अनि क्याफे रहेछ त्यो बुढोले भित्र जा भने नि। भित्र जा भने ओहो यार यस्तो दाम हम माने पेमे हम माने पेमे ओहो यार आउँछ त मैले बनाइसकेँ क्यान्डल बालेर राम्रो रहेछ ल कस्तो दामी सजाएको सही रहेछ यहाँ त यो उयो के फ्रुट छ नि भएन यो इन्डोनेसिया कि भियतनामतिर कता खान्छ यो यसको फल फल्छ अनिखेर खाँदो रहेछ ओहो हेर्नु त कस्तो दामी देख्दो रहेछ यहाँबाट ल ल ल 17 18 कति पुगेछ ल खिचौँ ल 16 भनेको भर्खर जन्मे हो के अनि पुरानो ठुलै लेखिने त्यहाँबाट यहाँ आउनु कम गाह्रो भयो ओहो ल यो मास्तिर पुरै यो जङ्गल छ पहाड छ यो पहाडमा यस्तो है पहाडलाई अझ लड्छ भनेर पुरै तार जाली हालेर राखेको छ यहाँ चाहिँ फेरि यस्तो तल तार जाली हालेर थिएको माथि यस्तो गुम्बा रहेछ त्यही भएर कोही बस्ने हो होला त्यही भएर अहिले रहेछ बुढाहरू उता कटिसक्यो हामी पनि जाउँ यहाँ चाहिँ टक्क बस्ने खाजा खाने यस्तो दामी हुन्छ तल हेर्नु यस्तो दामी हुँदो भ्यू हेरेर यहाँनिर टक्क बसेर आमामा यार कस्तो दामी हुँदो रहेछ त फोटो हान्नु न सही र फोटो हान्नु पर्यो ओइ भत्यो क्या यो होइन मान्छे चाहिँ को सँग लामा बाजे रहेछ लामा बाजे पानी खान त पाउँछ होला यार अङ्कल पानी खान पाउँछ भनेको पाउँदैन रे कस्तो राम्रो ओहो चरा हेर्नु थियो कति राम्रो कुरा ए मिठो पो कराउँछ है राम्रो होइन चरा कहाँ रहेछ चराको घर रहेछ होइन यो स्पिकर हो त स्पिकर हो त पर पनि बजिरहेको छ यो स्पिकर हो तर त्यस्तो राखेको नि राखेको त्यहाँ चरा छ कि भने हेरो झुक्काउन राखेको हो कि ल आउनु न ओ यहाँ आउनु न चरा गुड देखाउँछु म तपाईँलाई आज यस्तो राम्रो चरा गुड देखाउँछु कहाँ, तपाईँले जिन्दगीमा कहिल्यै देखाइ थिएन यहाँ आउनु त यो चराको गुड कुन चराले बनायो होला यो इत्रो झप्पल कुन चरा छिर्छ त्यहाँ चरा त छिर्छ खै तर कुन चरा रहेछ है यस्तो मजाले मिलाएर बनाउने त्यो मान्छेले बनाएर राखेको नि बुद्धनारा प्रशिक्षण केन्द्र यहाँ सुन तिम्रो युट्युबमा हाल ल बुद्धनारा प्रशिक्षण केन्द्र भन्छ कि यो बुद्धनारा के भन्छ रे यो ए बुद्ध भने ए बुद्ध भनेको रहेछ बुद्ध केन्द्र भनेको एक बौद्धिक धर्म सम्बन्धी संस्था हो जसले ध्यान साधना धर्म शिक्षा तथा बौद्ध संस्कृति र जीवनशैलीको अभ्यास गर्न चाहनेहरूका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्छ यो केन्द्रहरू बौद्ध धर्म आधारित ध्यान र साधनाको प्रशिक्षण दिन्छ चराको पर पनि रहेछ भनेपछि यो पहिला प्रशिक्षण बौद्ध धर्म सम्बन्धी प्रशिक्षण दिने होइन दिने त्यो ठाउँ रहेछ त्यही भएर गराउने ठाउँहरू होइन अहिले चाहिँ के बन्द भएको छ
दाइ म पनि छु यता फोटो खिचाएको भिडियो गर्यो आजबाट मेरो पनि भ्लग सुरु भयो च्याङबा ल गाइस यो के पड्कायो उता दक्षिण किमजोङले हाने क्या हो के अरे कसले आम्म राइडरहरू पनि रहेछ त आजबाट चाहिँ मेरो पनि भ्लग सुरु भएको छ दाइहरू दाइहरू गाइजहरू यो यहाँको यो बाटोमा रोकेको यस्तो रुखहरूलाई चाहिँ यो यसरी बाँधेर टेको दिएर सबैले रुख चाहिँ अलिक बाङ्गो नजाओस् स्ट्रेट जाओस् हरेक ठाउँमा जङ्गलमा हेर्नु न यो अलिक जुन जुन पार्कहरू बनाएको छ त्यो पार्कतिर चाहिँ यसरी ठ्याक्क चारतिर तिनतिर यसो टेको दिएर ठाडो बनाउँदो रहेछ यसलाई पनि यो बाङ्गो छ यसलाई पनि सिधा बनाउने कोसिस भइरहेछ यसरी चराहरूलाई यस्तो व्यवस्था गर्दैछ जङ्गलैभरिमा गुडै गुड लो हेर त यस्तो राम्रो गुड बनाउँदो रहेछ हामी यो बाटो अघि आउँदाखेरि साइकल आउँथ्यो होला है हामी त तल बाटो देखेको बाटो नि यही हो ए तलबाट यता आयो नि यहाँबाट आउने रहेछ यो बाटो त साइकल ल्याउँदा पनि आउन धेरै छ तर साइकल चाहिँ परै राख्यो साइकलमा कुद्नुभन्दा यसो हेरेर मजा आउँला जस्तो लाग्यो त्यही भएर ओहो के हो त यस्तो पानी खाने ठाउँ त यहाँ रहेछ नि त अघिदेखि पानी खानु नपर कटक भयो अस्ति हामीले गल्ती गरेँ क्या त्यो यहाँ बुद्ध जयन्तीको बेला चाहिँ यहाँ आउनुपर्ने रहेछ अस्ति कहीँ गएन सुतेर बस्यो पानीले यहाँ हेरेर बस्यो त हामीले पानी फेरि पानी दिइरहेछ यहाँ पानी खाएर पानी खाउँ सबैजना यो बोतल राखेको नि फेरि बोतलले खानु हुँदैन खोइ कहाँ बोतल होला त खाने तर मुखेर खायो कि त्यो माथिबाट टक्कै टोकेर गिडाएर खानु नि यार कुकुर जस्तो भएन कुकुर होइन त्यो जस्तो भयो नगी जस्तो चाहिँ भयो हान एकचोटि कहाँ कहाँ जाने यहाँ नक्सा हेरौँ ए पुरा अब राडी ओछ्याएको छ यहाँबाट अब राडीमा यसरी हेर्नु न जुत्ता लाएर हिँड्नु पाएछ सकिएन त अब यो तर कति डह्रो हुँदो रहेछ है हेर्नु न यो यस्तो पानीले भिजिरहेछ तै पनि यो के को बनाएको होला यो त सुनपाटको बोरा हाम्रोमा उठा हुन्छ नि त्यो सुनपाट भनेको कस्तो घरमा यार भेन थाक्नुभयो भेनाको अब यहाँ 120 को गियर अब लाउनै बाँकी छ दाइ खरा हेर्नु न भाइ कस्तो दामी यो के अरे चराको आवाज आयो अहिले चाहिँ लेखको होइन पुरै कोही कुचुक चुक गर्दैछ ओह लत्रकै पऱ्यो त है बल्ल तेर्सो आयो यहाँ चाहिँ यस्तो राम्रो पुल बनाएको रहेछ आकाशी पुल तल जङ्गल छ तल एउटा खोला जस्तो छ यो वेल्डिङ गर्नलाई ठेक्का कसले लिएको रे लो यार मलाई पनि दियो यार चस्मा त सबैले लगाएको छ त नि ला यार भित्तामै पुऱ्यायो नि मलाई त ओहो शीतलमा आउन एकदम राम्रो छैन हामी यस्तो ठाउँ मिसिरहेको थियौँ यार हेर्नु त उता तल बजार यस्तो खतरा देख्छ ए ओहो त्यो खोला यो भइहाल्यो त्यहाँ अपार यहीँ नजिकै यस्तो दामी छ ठाउँ हामीलाई थाहा नै भएन अलिक शीतलमा आउनुपर्ने रहेछ कोरियनहरू यहाँ यस्तरी गाना बजाएर आनन्दले हिँड्दो रहेछ अलि हामी मात्र पछि पऱ्यौँ किन छोडे हौ सबैजनाले ए पख न हौ पख यार कति कुदेको
थाक्यौँ क्या हामी खिच्छ यहाँसम्म आउँछ तिम्रो क्यामेराले भेट्छ कि बलर आयो पुरै हाम्रो तानी हेर्नु त तानेर हेर्नु न जुम गरेर हिजो जालै फेरि आइफोन 16 प्रो म्याक्स आइफोन 16 प्रोले फेरि 3 मिटर अगाडिको भिडियो पनि फेरि बलरमा लाग्यो बलरले फेरि मेरो सामसुङले हान्छ हौ त्यहाँबाट यहाँ त फेरि लु त्यति पावर चाहिँ ल हेरिहालौँ त यसो गरौँ त भेनालाई त्यहाँ गौडे राखौँ अनि हामी लखटौँ भेनाको बन्दुकले ठिङ दिनुहुन्छ नि के गर्छौ भेना गल्छ नि बारुद अलिक कडै पर्नु भएको होला भेनाको पड्किनु चाहिँ पर्यो है त्यो ठुस्स गर्नु भएन पड्किनु चाहिँ पर्यो बर्खा त हुन्छ त फेरि त्यहाँ माथि हेर्नु त घुम्ने ठाउँ ओहो टावर त यहाँ रहेछ नि कडा ओहो उयो भुवन सर यो टिपौँ त के हो यो टिप्नु ओ खानेकुरा यो टिप्नु तान्नु उता पल्लो पनि पाकेको रहेछ है उता नि पाकेको छ ऊ पल्लो यहाँ उता ऊ सानसङ इल्जाबुङ रहेछ 1.8 किलोमिटर रे कता जाने थेबाङमा छन्मङदे 0.8 किलोमिटर यता अब ल यस्तो यो साग हो यो नेपालमा चाहिँ यो यसलाई जारिङको साग भन्छ होइन तर यहाँ चाहिँ खान्छ खाँदैन थाहा भएन तर यहाँ चाहिँ धेरै रहेछ ल गाइजहरू को के गर्दैछ हो यहाँ माथि टुप्पामा आएर फ्रेस हावा खाँदै आमा घत्रकै बसेको छ त टुप्पीमा जाउँ ल यहाँबाट मिराङ देख्ने रहेछ नि त सर्लक्क म ढिलो भयो नि त ओहो के हो भने स्याउसी भएर हिँड्या छ डाँडाबाट चाहिँ छप्प सब डाँडा देख्दो रहेछ कि सबै मलाई भन्नु यहाँ आएपछि हामी यहाँको कताबाट हो हाम्रो खिसुसा कहाँ हो म ठ्याक्कै भनिदिन्छु ल तपाईँलाई हाम्रो खिसुसा कुन चाहिँ हो भन्नु टावरको यस्तो दामी हामी आएको यताबाट उयो परको यो खोलाको तिरतिर अनि हामी त्यहाँबाट आएपछि त्यहाँबाट यो पारीबाट चाहिँ कटेपछि उहाँको त्यो अपार्टमेन्ट छ नि उहाँको अपार्टमेन्ट यो हो कि यो ओल्लो कुन चाहिँ अपार्टमेन्ट हो यो होइन उहाँको अपार्टमेन्ट हाम्रो त्यो पारी खिसु छ भन्दा यतापट्टिको अपार्टमेन्ट हो त्योभन्दा मुनिको यो मिराङ बजार हो त्योभन्दा हामी माथि यो टनल हाउस छ नि उयो टनल हाउस भने त्यो म भइहाल्यो त्यहाँबाट हामी त्यो हाम्रो खोलाको छेउबाट टनल हाउस त्यो मिराङ खोलाको त्यहाँबाट हामी माथि हो खिसु छ हो म त्योभन्दा अलिक माथि त्यो जङ्गलको खेतमा कुनाभित्र म पत्ता लगाइदिइहाल्छु नि